सर्वोच्च अदालतले कैलालीको टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई माफी दिइनु गलत भएको व्याख्या गरेसँगै सरकार संकटमा परेको कानूनविदहरूले टिप्पणी गरेका छन्। सर्वोच्चका न्यायाधीशहरू आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासले गरेको फैसलाको पूर्ण पाठमा टिकापुर घटना समाजले कहिल्यै बिर्सन नसक्ने, क्रूर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको भएको उल्लेख गरिएको छ। सीआईएनसँग कुरा गर्दै संवैधानिक कानूनका जानकार अधिवक्ता टीकाराम भट्टराईले भन्नुभयो, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण दुईटै संवैधानिक सिद्धान्त र लोकतन्त्र भएका मुलुकहरूमा त्यो सम्भव छैन भन्ने कुरा गरे उनले। दोस्रो कुरा चाहिँ जुनसुकै अपराधमा संलग्न भएका व्यक्तिहरू छन् भने उनीहरू राजनीतिमा लाग्दैमा त्यस्तो कार्य चाहिँ राजनीतिक हुँदैन। तेस्रो कुरा चाहिँ जन्म कैद गर्ने गरिकन फैसला गरेको ठिक छ भन्यो र चौथो चाहिँ त्यसरी मुद्दा फिर्ता लिने वा आम माफी दिने प्रक्रिया गलत हुन्छ भनेर बोलेको छ। यिनै चारवटा सन्देश हो। सर्वोच्च अदालतले त्यसलाई गैर कानुनी भनिदिइसकेपछि यदि सरकार अदालतको आदेश मान्ने छ, नैतिक मूल्य मान्यता भएको सरकार छ, संविधानवाद र स्वतन्त्र न्यायपालिकालाई मान्दछ भने फेरि रद्द गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्छ। अनदेखा गरेर यो आदेशलाई बस्यो भने कुनै पनि नागरिकले यो फैसलाका आधारमा फेरि रेशम चौधरीलाई चाहिँ बाँकी कैद गर्नका लागि आदेश जारी गरी पाऊँ भनेर अदालतमा गयो भने अदालतले त्यो कुरा बोल्छ। टिकापुर घटनाको मुद्दामाथि सर्वोच्च अदालतले गरेको फैसलाले रेशम चौधरीले राष्ट्रपतिबाट जेठ 15मा पाएको माफीको निर्णय बदर हुन सक्ने आधार तय भएको व्याख्या संविधानविदहरूको छ। माफी बदर गर्न माग गरिएको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै छ। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठले टिकापुर घटनालाई फेरि गिजोलिएको भन्दै घटनाबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। सीआईएनसँग कुराकानी गर्दै न्यायालयको फैसलालाई आफूहरूले स्वीकार गर्दै आएको पनि उहाँले बताउनुभयो। सरकारले गणतन्त्र दिवसको अवसर पारेर रेशम चौधरीलाई सजाय माफी मिनाहा दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो। 2072 साल भदौ 7 गते कैलालीको टिकापुरमा भएको घटनामा एक नाबालक सहित 8 जना प्रहरीको हत्या भएको थियो। आफ्नै आन्दोलन थियो, पहिचानको आन्दोलन, त्यही आन्दोलनको माग मुद्दा राख्दै गर्दा रामप्रसाद चौधरी र प्रकाश चौधरीहरू शहीद हुन पुगे। हामीले शहादत प्राप्त किन गर्यौं? हाम्रा भाइहरू किन मर्नु पर्यो? आजको मानव अधिकार कर्मी, नागरिक अधिकार कर्मी राज्यको फाइलमा त्यो छ कि छैन? किन थारूहरू शहीद भए? को हुन् थारूहरू? किन चुटिन्छन् थारूहरू? किन जमिनदारबाट कमैया बन्छन् थारूहरू? किन कमैया कमलरी बनाइन्छन् थारूहरू? किन नोकर सहारा दाख्ताको पगरी मात्रै गुथाइन्छ थारूहरूलाई? यो महत्त्वपूर्ण कुरा हो। हामी चाहन्छौँ हाम्रा हातबाट कसैको हत्या नहोस्, हाम्रा हातबाट सुरक्षाकर्मीको परिवारप्रति, सुरक्षाकर्मीप्रति कुनै चोट नलागोस्। कस्तो बेकारको पगरी गुथाइयो हामीलाई। मेरो बाजेले भन्नुहुन्थ्यो, नाति बन्नुमा जाइ लग्या त विचार करस, वहाँ खुली फुलक हावले फे 20 लख था, वो 20 ले कहूँ बेहोश हो जी ब्या, बेहोश के नहीं मुँह फेंक ब्या। त्यस्तै भयो। अनकन्टार जंगलको विषालु झार चिन्न सकेनौ हामीले। त्यो झारलाई टेक्ने प्रयत्न गर्यौं, ती फूलहरूलाई सुन्ने प्रयत्न गर्यौं र बापतमा 8 वर्षको जेल सजाय खप्न बाध्य भयौं। आखिर यस्तो बनाइयो किन हामीलाई? हामी भन्दैछौँ, म मञ्चमा भन्छु, सुरक्षाकर्मीहरू, शहादत प्राप्त ती शहीदहरूले पनि न्याय पाउनुपर्छ। हामी त हाम्रा सुरक्षा गर्ने सुरक्षाकर्मीप्रति अत्यन्त उत्साहित भएर सम्मान गर्छौँ। उहाँहरूले हाम्रो बस्तीको सुरक्षा गर्नु भएको छ, हाम्रो गाउँको सुरक्षा गर्नु भएको छ, हाम्रो देशको सुरक्षा गर्नु भएको छ। आखिर त्यस्ता सुरक्षाकर्मीहरूको बीचमा ती सुरक्षाकर्मी र भूमिपुत्र थारूहरूको बीचमा भिडन्त गराउने तत्त्व कुन हो? आज भिडन्त गराउने तत्त्व किन खुल्दैन? किन खुलाइन्न भिडन्त गराउने तत्त्वलाई? किन सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दैन? किन चासो छैन सर्वोच्च अदालतको आदेशप्रति? यसप्रति हामी दुखित छौँ। मेरो मनले भन्छ
अस्ति जेलबाट निस्कने बित्तिकै म शहीद बालक टेक बहादुर साउदको घरमा गएँ। उनको आमाको मुखबाट सुने त्यो बच्चा 18 महिना 2 दिनको मात्र भएको थियो। त्यो बालक टेक बहादुर साउद मेरो भाइ नेत्र साउदको छोरा हो, मेरो बुहारीको छोरा हो, मेरो पनि छोरा हो। हामीले गयौँ, भावना साट्यौँ। यदि हत्यारा रेशम चौधरी भइदिएको भए, यदि मान्छेलाई भाला घोप्ने रेशम चौधरी भइदिएको भए, कुनै सुरक्षाकर्मीको कुनै शहीदको आँगन टेक्न सक्थ्यो र? सक्दैन। अहिले पनि म फर्किएको छु। अहिले पनि म सबैलाई भन्छु, म जुन दिन जेलबाट रिहा भए, जेलबाट रिहा हुने बित्तिकै दिल्ली बजारको प्राङ्गणमा लागेको लामो भिड, ठुलो भिडमा नजरहरू खुट्याएँ। धेरैमा खुसी थियो, उमङ्ग थियो। जब म नेपालगञ्जमा ओर्लिएँ, धेरै बुढाबुढी बाजे बजाइको आँखामा आँसु थियो। त्यो आँसुले भन्दै थियो, आज हाम्रो नाति मुक्त भएको छ। अब हाम्रो नातिको मुक्त भएसँगै हामी कतै थरुवन प्रदेशको सपना देख्छौँ कि? आप हमार नत्या, हमार पत्या टुर्ना बन्नुवा लान्डारी की, हमार लरा छुटैना बन्नुवा लान्डारी की, हमार बच्ची मरना खोलुवा लान्डारी की। ओहो, यही तो हमार भगवान हो, हमन थरुवन प्रदेश कायम करा दी की। 101 वर्ष के बाजा लट्ठी टेक्टी धरती थर कामदै मेरो स्वागतको लागि नेपालगञ्ज एयरपोर्टमा उभिनु भएको थियो। उहाँले मलाई माला लगाइरहँदा उहाँको आँखामा आँसु थियो। मैले भने, किन रुन्छौ बाजे, किन रुनुहुन्छ तपाईँ? बहुत दिन से सपना रह हजुर, यी जुनी म रेशम चौधरी देखा नहीं पाइम कि कहतन हूँ, देख्दैन। म रेशम चौधरी भएर घमण्ड गरेको होइन। आखिर कस्तो रहेछ रेशम चौधरी? को रहेछ रेशम चौधरी? किन रेशम चौधरीका लागि 80-90-100 वर्षका बुढा बाबुआमाले आँखाबाट आँसु चुहाउँछन्? किन रेशम चौधरीको लागि यत्रो टन्टलापुर घाममा, चर्किएको घाममा यत्रा फुलको माला र खादा लिएर उपस्थित हुन्छ यो भिड? म अचम्ममा छु। यो कुरा राज्यले बुझोस्, रेशम चौधरी को रहेछ? कतै रेशम चौधरी सँगै यो देशका भूमिपुत्रहरूले देख्न थालेको पहिचानको सपनाको क्रान्ति त छैन? यो राज्यले बेलैमा बुझ्नुपर्छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो घर बर्दिया जिल्लाको पखैपुरमा पनि हो। म काठमाडौँमा पढ्न जान्थेँ र काठमाडौँबाट घरमा फर्किँदाखेरि जहिले पनि मेरो बाजे 2 घण्टा 3 घण्टा पछि आउनुहुन्थ्यो मलाई भेट्न। र म बाजेलाई सोध्थेँ, बाजे म तिमीलाई भेट्न भनेर यत्रो आतुर भएर काठमाडौँबाट आउँछु, तिमी किन 2 घण्टा पछि आउँछौ भन त? बाजेले भन्नुहुन्थ्यो, का करबे न त्या, बिहान का पिल्लर इहोर सर्थूं, रात का पिल्लर इहोर सर जाए। बिहान का पिल्लर इहोर सर्थूं, रात का पिल्लर इहोर सर जाए। यो देशमा जुन बेला हाम्रो राज्यसँग सीमाना छुट्याउने सिमेन्टका पिल्लरहरू थिएनन्, हाम्रो राज्य सरकारसँग अर्थव्यवस्था थिएन, त्यो बेला थारूहरूले सालको खम्बा काटेर जुगाएको देश हो यो। त्यो इतिहासलाई निमट्यान्न पारिदिने हामीले क्या भन्यौं? हामीले केही मागेनौं। हामीले यही देशभित्र अधिकार माग्यौं। हामीले यति मात्रै भन्यौं कि तपाईँ हाम्रो आँगनमा देउसी भैलो खेल्नुहुन्छ भने हामी तपाईको आँगनमा सकिया नाच्न पाउनुपर्छ। आउनुहोस्, तपाईँ देउसी भैलो खेल्नुहोस्, हामी सकिया नाच्छौं। आखिर यो पहिचान तपाईँ र हामीले साट्न किन नपाउने? 2064 मा आएको गणतन्त्रले एकैपटक देशको पहिचान बेचेर खाइदियो। क्या खायो? क्या खायो? पहिचान कसले बेच्यो? के बेचियो? म इङ्गित गर्दैछु, बुझ्नेले बुझ्नु होला, नबुझ्नेले मनमा राख्नु होला कि कसले बेच्यो पहिचान। हामीले के नै मागेका छौँ र? के मागेका छौँ? खोला नाला मागेका छौँ, डाँडा मागेका छौँ, सिंहदरबारको कुर्सी मागेका छौँ, सुन मागेका छौँ, हिरा मागेका छौँ? हामी यही देशका नागरिक हौँ। यो लुम्बिनी प्रदेश, यो सुदूरपश्चिम प्रदेश, त्यो एउटै जिल्लाको नाममा, एउटै अञ्चलको नाममा
एउटा नदीको नाम पनि कर्णाली, अञ्चलको नाम पनि कर्णाली, प्रदेशको नाम पनि कर्णाली, एउटा नदीको नाम बागमती, अञ्चलको नाम बागमती, प्रदेशको नाम बागमती, एउटा नदीको नाम कोशी, अञ्चलको नाम कोशी, प्रदेशको नाम कोशी। यो कस्तो घमण्ड हो। 2064 सालमा 63 सालमा 64 सालको कुरा हो, टिकापुरमा भयङ्कर बाढी आएको थियो। म फुलबारी एफएमको सञ्चालक थिएँ। बाढी आइरहँदाखेरि ती बाढी पीडितहरूलाई उद्धार गर्ने मेरो नैतिक दायित्व थियो, म उद्धार गर्थेँ। अनि म उद्धार गर्ने क्रममा एउटा बस्तीको छेउमा पुगेँ। एउटा ठुलो घरमा निकै लामो गोठ रहेछ, करिब 500,000 जना अट्ने गोठ। अनि हजार त नभनौँ, लगभग 3 देखि 500 जना महिला बुढाबुढी बालिकाहरू सडकमा भिजिराख्नु भएको थियो। बच्चाहरू थुर कामिरहेका थिए। हाम्रो समुदायको रहन सहन नै यस्तो हो। त्यो पानी परेको बेला बच्चा रोयो भने 2-4 थप्पड हिर्काइदिने, नारो नारो भन्ने 2-4 थप्पड हिर्काइदिने। त्यो दृश्य हेर्न नसकेर म घरपट्टि काका कहाँ पुगेँ। बुढा र बुढी मजाले बसेर मकै चबाइरहनु भएको थियो। मैले भने, काका, यी मान्छेहरू पानीमा भिज्दैछन्, यिनको घरको धान सबै अन्नबाली बाढीले बगाइदियो, कृपया 2-4 दिन त बस्न दिनुहोस्। उहाँले मलाई जवाब दिनुभयो, हाम्रा गोठौडो मान्छे बस्ने भया हाम्रा पशु कहाँ बस्न लाटे। अनि मैले भने, काकी, तपाईँको पशु फुकाइदिनुहोस्, यसको जिम्मेवारी म हुँला, तर यी मान्छेलाई बस्न दिनुहोस्। मेरो अडानका बावजुद उहाँ तयार हुनुभयो र त्यो गोठमा करिब 3 देखि 500 जना बाढी पीडित साथीहरूले, दाजुभाइ बुवा आमाहरूले राहत पाउनुभयो। मलाई लाग्छ एउटा वर्गको मान्छे मरिरहन्छ, एउटा समुदायको मान्छे मरिरहन्छ। यो अनि कस्तो घमण्ड हो। आफ्नो समुदायले चिनाउनै नचाहने, दिनै नचाहने। ठिकै छ त, खोलोको नाम एउटा भइगयो, अर्को नाम त त्यहाँ बस्ने मान्छेका नाममा राख्नुहोस् न। कस्तो विभेदित छौँ हामी, भन्नुहोस् त। एउटा मान्छे मन्दिरमा छिरेर घण्ट बजाएर मूर्तिको अगाडि रुन पाउँदैन, भगवान मेरो श्रीमान बिरामी हुनुहुन्छ, मेरो बच्चा बिरामी हुनुहुन्छ, उनलाई चाँडो निको गराइदियो प्रभु भनेर अगरबत्ती बाल्न पाउँदैन। यस्तो सामाजिक कुरूतिर विसंस्कारभित्र हामी हुर्केर बाँचिरहेका छौँ। अझै हाम्रो समाजले चेतेको छैन। म भन्छु, यो देशका दलितहरूलाई पनि न्याय दिनुपर्छ। अब त लाग्छ अधिकारमा पनि अग्राधिकार ल्याउनु पर्छ। यहाँका मन्दिरका मुख्य पुजारी दलित बनाइदिए गजबै हुन्थ्यो। त्यति हो। हामीलाई चाहिएको धेरै होइन। मैले भन्दा तपाईँलाई छत्ता लाग्ला। म जेलमा बस्दा 24 घण्टा लेखिरहन्थेँ। अहिले पनि लाग्छ कि यो तराईका थारूहरूको नाममा तपाईँ थरवट प्रदेश मात्रै लेखिदिनुहोस्। त्यो थरवट प्रदेशको लेखिएको संविधानको पानाभित्र धारा उपधारामा कतै थारूको अधिकार नलेखिदिनुहोस्। मात्रै थरवट प्रदेश लेखेको नाउँमा यहाँका थारूहरूले हजारौँ लाखौँ सुँगुरहरूको बलि एकै दिनमा दिने र खुसियाली साथ आफ्नो नागरिक खुसी नभएको देख्ने कुनै राज्य व्यवस्था हुन्छ? आफ्नो जनता मुस्कुराएको देख्न नसक्ने कुनै राज्य व्यवस्था हुन्छ? आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने कुनै राज्य व्यवस्था हुन्छ? कृपया यस्तो नहोस्। हामीलाई धेरैले धेरै कुरा गरेर धेरैले धेरै कुरा भन्दैछन्, हामी चुप छौँ। म यति मात्रै भन्न चाहन्छु, सामाजिक सद्भाव कायम गरिनुपर्छ। राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राखिनु हुँदैन। अस्ति म छुट्ने बित्तिकै राजबन्दी परिवारहरूको घरमा गएको थिएँ। तपाईँको सबैको हातमा मोबाइल छ, मोबाइलको युट्युबमा होला। कोही चुरोट बेच्न गएका, कोही खेतको किनारमा घाँस काटिरहेका, कोही रिक्सा चलाइरहेका, कोही मासु पुर्याउन गएका मान्छेहरू जेलमा छन्। असली हत्याराहरूको खोजी नीति गरौँ न त, गरौँ। असली हत्याराको खोजी नीति गर्न सघाउनको लागि यो रेशम चौधरी तयार छ। टिकापुर घटनाको बारेमा अतिरञ्जित कुरा नगर्नुहोस्।
टिकापुर घटनामा रामबिहारी थारू सबभन्दा पहिले शहीद भएका थिए। एउटा खरोद आन्दोलनमा एउटा थारू सिपाही मारिन्छ, सम्भव कुरा हो? होइन, यो केलाइनु पर्छ, गलत कुराको अन्त्य गरिनु पर्छ, न्याय पाउनु पर्छ। म सम्मानित अदालतप्रति अनुग्रहित छु। सम्मानित अदालतको सम्पूर्ण फैसला मानेर जेलमै बसेको हुँ म र उहाँहरूलाई सधैँ तपाईँहरूले सम्मान गरिदिनु होला। धेरै थोरै कुराले कुनै नजरहरूले फटिक नदेख्न सक्ला, यसका मतलब सबै न्यायालय अन्धो हुँदैन। जे जस्तो भए पनि उहाँहरूले आफ्नो बाटो ल्याउनु भयो र सरकारले हामीप्रति यो राजनीतिक घटना हो भनेर उदारता देखायो। हामी सरकार न्यायालयप्रति